ल साथीहरु है, नेप्सेको अपडेट के छ भने मैले भन्दै आएको तपाईहरुलाई है, यो जोनको ब्रेकआउट गर्न हुन्थेन, गरिसक्यो है। इनकेस यो एरियाबाट है, यो एरियाबाट के गर्नु भन्दाखेरि इनकेस यो एरियाबाट स्लाइटली माथि अथवा यो अस्तिको हाई भनेको 2688 भन्दा माथि जाँदै गर्दाखेरि केही पार्शियली तपाईहरुले प्रॉफिट के रे क्याश म्यानेज चाहिँ गर्न सक्नुहुन्छ है। क्याश म्यानेज गर्न सक्नुहुन्छ। 2760 देखि 2800 एरिया जान्छ भने एकदम राम्रो जोन है क्याश म्यानेज गर्नको लागि। क्याश म्यानेज गर्नको लागि राम्रो जोन हो त्यो। त्यो एरिया जान्छ भने यही लेभलबाट है, यही लेभलबाट जान्छ भने चाहिँ क्याश म्यानेज गर्न सक्नुहुन्छ। होइन भने अब चाहिँ नेप्से आउने भनेको मैले ओभरअल देखेको सिनारियो भनेको चाहिँ यो एरियासम्म नाउला भन्न सकिन्न है। 2200 देखि 2280 को एरिया, 2200 देखि 2280 को एरिया फेरि पनि नाउला भन्न सकिन्न। त्यही भएर अलिकति सतर्क हुनु होला। स्टप लस हिट भएको छ भने चाहिँ त्यो स्टकहरुबाट चाहिँ क्याश आउट गर्नुहोस् है। स्टप लस हिट हुनु भनेको कस्तो हो भने त्यो स्टकले मोमेन्टम लुज गर्नु हो के, बुझ्नुभयो नि। स्टप लस जुन राख्नु भएको छ नि तपाईहरुले अथवा मैले दिएको छु तपाईहरुलाई स्टप लस भनेर, त्यो हिट गर्नु भनेको त्यो स्टकले मोमेन्टम लुज गरेको है। त्यही भएर त्यो हिट गर्छ भने चाहिँ सेल नै बेटर हुन्छ अहिलेको लागि। मिनिमम पनि 50% भए पनि सेल गर्नुस् के। स्टप लस हिट भएको छ भने भर्खर 50% भए पनि गर्नुस् है। ओभरअल नेप्से आउन सक्ने रेन्ज भनेको 2200 देखि 2280 2300 को रेन्ज है। ल यही भन्न चाहन्छु मैले सबैलाई। त्यही भएर ओभरअल अहिलेको लागि यही लेभलबाट जान्छ भने 2700 देखि 2800 को रेन्ज जान्छ भने चाहिँ क्याश म्यानेजै गर्नु होला है। 50% भए पनि क्याश म्यानेज गर्नु होला। ल सबैले डबल ट्याप शेयर गरिदिनु होला। यो भिडियो चाहिँ म युट्युबमा पनि हाल्छु है। यूपीसीएल को स्टप लस कति हो? यूपीसीएल को ल यूपीसीएल को स्टप लस भन्नुहुन्छ हैन। यूपीसीएल को स्टप लस भनेको अब यहाँ कस्तो हेर्नुहुन्छ भने यो ट्रायंगल प्याटर्न बनाएको छ है। यो ट्रायंगल प्याटर्न बनाएको छ यसले। फेरि पनि तलको लेभललाई टच गर्न आइरहेको छ। अहिलेको लागि स्टप लस राख्नुहुन्छ भने यसले स्टप लस चाहिँ लगभग यही हिट गरेको है। ल हेर्नुस्, मेरो विचारमा यसले स्टप लस चाहिँ यो भन्दा तल आउनु हुन्थेन, 350 भन्दा तल आउनु हुन्थेन। यसले विक हानिसकेको छ। मलाई लाग्छ यूपीसीएल जहाँसम्म यो लेभलमा आउँछ भनेर हेरिरहेको छु है। यो लेभलमा 315 देखि 300 देखि 315 सम्म आउँदैछ भनेर हेरिरहेको छु। इनकेस नआएर यो लेभलबाट यो ट्रेन्ड लाइन ब्रेक गर्छ भने चाहिँ यो टार्गेट राख्न सक्नुहुन्छ है 435 को। तर यसमा 50-50 भएर बस्न सक्नुहुन्छ है। है सर, 50-50 चाहिँ भएर बस्न सक्नुहुन्छ। ल जीएचएल मैले भन्दै गरेको तपाईहरुलाई मिनिमम पनि यो ट्रेन्ड लाइन ब्रेकआउट गर्न दिनुस्। अहिलेलाई यही लेभलबाट जान्छ भने पनि लगभग यो ट्रेन्ड लाइन सम्म गएर फेरि एउटा फल चाहिँ एक्सपेक्ट गरेको छु मैले। त्यो फल चाहिँ तपाईको यो लेभल है। जीएचएल को राम्रो डिमान्ड जोन भनेको यो नै हुन्छ है। ल यो नै हुन्छ ल है। तपाईको 190 देखि 170 को एरिया है। 190 देखि 170 75 को एरिया आउँछ भने तपाईले बाइ पनि गर्न सक्नुहुन्छ है। किनभने यो क्यान्डलको लिक्विडेसन चाहिँ अलिकति लिएको छैन के है। यो एरियाको लिक्विडेसन लिन चाहिँ एकचोटी आउँछ भनेर हेरिरहेको छु। ओभरअल अहिलेको लागि मैले खासै सजेस्ट गरेन। एउटा प्याटर्न क्रिएट हुन दिनुस् है। एउटा प्याटर्न चाहिँ क्रिएट हुन दिनुस् अनि बाइ गर्न सक्नुहुन्छ स्टप लस टाइट राखेर। सिंगटी भनेको सिंगटी त्यही हो। अब यो एरियासम्म नाउला भन्न सकिन्न अहिलेलाई। 250 है। 250 देखि 258 को रेन्ज, 250-58 को रेन्ज आउन सक्छ। स्लाइटली अझै पनि एक लेभलको तल आउँछ है। अब जति तल आउँछ अलिअलि एकुमुलेसन गर्न सक्नुहुन्छ। अब कन्फर्मेसनको लागि बाइ नै गर्न, कन्फर्मेसन दिएर गर्नुहुन्छ भने चाहिँ यो ट्रेन्ड लाइन है। मिनिमम पनि यो शार्प ट्रेन्ड लाइन चाहिँ एउटा यो ट्रेन्ड लाइन ब्रेकआउट गरेर एउटा रिटेस्ट आउँछ भने बाइ गर्न सक्नुहुन्छ है। अहिलेलाई मैले खासै सजेस्ट गरिन। प्याटर्न हेर्दाखेरि अब ओभरअल यहाँ तलबाट हेर्दाखेरि चाहिँ राम्रो प्याटर्न छ। डराइहाल्नु पर्ने सिनारियो छैन। एउटा ट्रेन्ड लाइनलाई रेस्पेक्ट गरेर बसिरहेको छ। स्लाइटली तल आउन चाहिँ सक्छ है। त्यही 250 सम्म आउँछ भने अलिअलि एकुमुलेसन गर्न सक्नुहुन्छ। सीएसडीसी एनएमआईसी मैले भनिसकेको छु है। ल पक्नुस् है, म एनएमआईसी पनि भनिदिन्छु।
सिएसडिसी अहिलेलाई हुँदैन। सिएसडिसी कहाँ बाई गर्ने भन्दाखेरि यो लेभल। अब चाहिँ स्टप लस राखेर बाई गर्न चाहनुहुन्छ नि यही हो 1992 लाई स्टप लस राख्न चाहिँ सक्नुहुन्छ। तर मैले यो स्टप लस चाहिँ टेर्ला जस्तो लाग्दैन। यसले ओभरअल यो जोन आउँछ भने चाहिँ म त लगभग यो जोनै पुरिरहेको छु है, अझै तल सिएसडिसी लाई है। ल 1450 देखि 1550 को रेन्ज, 1450 देखि 1550 आउँछ भने चाहिँ बाई गर्न सक्नुहुन्छ। त्योभन्दा अगाडि चाहिँ मैले खासै सजेस्ट गरिनँ है, किनभने यसले लङ रनको ट्रेन्ड लाइन पनि ब्रेक गरेको छ। अहिलेलाई जान्छ भने यही लेभल है, कति त भन्दाखेरि यही लेभलसम्म म्याक्सिमम गयो भने अहिलेलाई म्याक्सिमम गयो भने 2400, होइन भने 2380 बाटै सेलिङ आउन सक्छ है, 2380 बाटै सेलिङ आउन सक्छ। अलिकति ख्याल गर्नु होला है। ल सबैले डबल ट्याप सेयर गरिदिउँ है। एनएमआइसी त्यही हो है। अहिलेलाई फेरि पनि यहाँबाट रिटेस्ट आउँछ भने है, यहाँबाट रिटेस्ट आउँछ भने लगभग 1460 भन्दा माथि गएर एउटा रिटेस्ट आउँछ भने 1250 तिर आउँछ भने बाई पनि गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ 1035 को स्टप लस है, 1035 भन्दा तल चाहिँ आउनु भएन है। अब यो एनएमआइसी अलिकति स्टप लस चाहिँ बढी हुन्छ है तपाईलाई। कसैले रिस्क लिन सक्नुहुन्छ भने कति पर्सेन्टको हुन्छ भने लगभग 20% को रिस्क लिन सक्नुहुन्छ भने जाँदा हुन्छ, होइन भने मैले खासै रिकमेन्ड गरेन है। अहिले बढिसकेको छ, एउटा हेल्दी करेक्सन आउन दिनुस्। जिएफसिएल पनि भन्दै आएको मैले, अब यो जोन अहिलेलाई गइहाल्यो भने यो ट्रेन्ड लाइनसम्म जाला भनेर हेरिरहेको छु है। ओभरअल कन्फर्मेसनको लागि लिन चाहनुहुन्छ भने मिनिमम पनि यो ट्रेन्ड लाइन ब्रेकआउट गर्न दिनुस्, होइन भने अझै तल तल आइरहेको छ। जिएफसिएल को राम्रो बाई जोन भनेको फाइनान्सले पनि अलिकति नराम्रो काम गर्यो भने चाहिँ लगभग यो जोनसम्म है। यो लो ब्रेक गर्न साथ अलिअलि एकुमुलेसन गर्न सक्नुहुन्छ है। अस्तिको लो ब्रेक गर्दै आउँछ भने अलिअलि बाई गर्न सक्नुहुन्छ। 485 सम्म नआउला भन्न सकिन्न है, 480 85 सम्म है। 480 देखि 500 को राम्रो बाई जोन चाहिँ छ जिएफसिएल लाई। त्योभन्दा अगाडि मैले खासै सजेस्ट गरिनँ है। कि त यो ट्रेन्ड लाइन ब्रेक गर्नु पर्यो है माइनर रेन्जको, होइन भने यो डिमान्ड जोनमा आउनु पर्यो है। एनएफएस पनि अहिलेलाई छैन है, एनएफएस अहिलेलाई छैन। एनएफएस ले अझै एउटा लो हान्न सक्छ, अझै एउटा लो हान्न सक्छ है। एनएफएस लाई के गर्नु भन्दाखेरि मन्थली क्यान्डलमा हेर्नुस् के, मन्थलीमा हेर्नुस् के। ल हेर्नु त, मन्थलीमा यो जोनसम्म आउन सक्ने देखिरहेको छु है मैले, यो जोनसम्म, अथवा यो रेड क्यान्डलको लिक्विडेसन लिन आउँछ कि भनेर हेरिरहेको छु। त्यो भनेको लगभग 472 470 सम्म हेर्नु न, 470 आउँछ भने हुन्छ है। अलिकति टाइम चाहिँ लिन सक्छ है, किनभने यो लङ हेर्नु त, यो जुन हिसाबले घटेको छ नि यहाँबाट, यसलाई चाहिँ के हुन्छ भने एकदमै लङ एकुमुलेसन चाहिन्छ है। अब यस्तै खालको एकुमुलेसनमा जान सक्छ एनएफएस है। 15-20 पोइन्टको राइजमा यस्तै खालको एकुमुलेसनमा जान सक्छ है। अहिलेलाई 15-20 पोइन्ट 15-20% भन्दा तपाईले हेर्न मिल्दैन है राइज, त्यही हो। सबैले डबल ट्याप सेयर गर्नु त, एकदमै लङ एकुमुलेसनमा जान सक्छ है यो एनएफएस। हेर्नुस् यो रेन्जमा है, 480 देखि यो रेन्जमा एकदम लङ एकुमुलेसनमा जान सक्छ अब यो एनएफएस है। एकदमै लङ गएर बल्ल यो ब्रेकआउट गरेर अनि यो जोन है अलि पछि जाने भनेको चाहिँ 1250 सम्म चाहिँ जान्छ। अलि पछि 1250 सम्म चाहिँ पछिको देखेको छु, अहिलेलाई हैन है। एकदमै लङ एकुमुलेसनमा जानु पर्छ यो। अब अप्पर हावा खोला भन्नुभएको छ। ल सबैले डबल ट्याप सेयर गर्नु त गाइस, सबैले डबल ट्याप सेयर गर्नु त। अप्पर हावा खोलाको स्टप लस यही हो है सर, 507 को स्टप लस राख्नु होला। 507 भन्दा तल आयो भने सम्झिनुस् यो यहाँ आयो है, 440 सम्म आउन सक्छ, 440-50 सम्म। त्यही भएर 507 भन्दा तल कुनै पनि हालतमा आउनु हुँदैन। यसलाई तपाईले कन्फर्मेसनको लागि लिन चाहनुहुन्छ भने, कन्फर्म भएर लिन चाहनुहुन्छ भने चाहिँ यो ट्रेन्ड लाइन ब्रेक गर्न दिनुस् है। यो ट्रेन्ड लाइन ब्रेक गर्छ भने बाइको लागि हेर्न सक्नुहुन्छ है। एसपीडीएल पनि अहिलेलाई स्टप लस यही हो है। ल 362 छोड्न भएन है यसले, 362 छोड्यो भने चाहिँ यहाँ है। ल
हेर्नुहोस् 362 छोड्यो भने कस्तो नराम्रो काम गर्छ भने यहाँसम्म आइदिन सक्छ है, लगभग 330 सम्म पनि आइदिन सक्छ। त्यही भएर अब कन्फर्मेसनको लागि हो भने यो प्याटर्न बनाइरहेको छ यसले है, यो प्याटर्न बनाइरहेको छ, यो प्याटर्नको ब्रेकआउट हुन दिनुस्। माथि ब्रेकआउट भयो भने माथि बाई गर्नु होला, तल ब्रेकआउट भयो भने तल सेल गर्न नभुल्नु होला है। ल थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। ल है बिइडिसी 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 को केही छैन, सिम्पल छ है। मैले भन्दै गरेको स्टप लस ध्यान दिनु होला। यसले पहिल्यै स्टप लस यो एरिया भन्दा तल आउनु हुन्थेन, तल आएर ट्रिगर गरेर ल हेर्नुहोस् कस्तो हुन्छ। ल हेर्नुहोस् स्टप लस भनेको कस्तो हुन्छ। ल हेर्नुहोस् है यसले, ल हेर्नुहोस् है राम्रै सुन्नु है, स्टक यहाँ कमेन्ट गर्नुभन्दा नि यहाँ ध्यान दिनुहोस् है, मैले कस्तो कस्तो जोनलाई ब्रेक गर्न हुन्थेन कस्तो, अनि ल हेर्नुहोस् है मैले त्यो भन्न गइरहेको छु है तपाईँहरूलाई। ल सुन्नुहोस् यहाँ के थियो है, यो एरियाको लिक्विडेसन लिएको थियो यो क्यान्डलले है। ल हेर्नुहोस् त क्लियरली हेर्नुहोस् है, ल अझै जुम गरेर देखाइदिन्छु। यो क्यान्डलको लिक्विडेसन यो क्यान्डलले लिएको थियो, हेर्नुहोस् है यहाँ कस्तो काम गरेको छ। यसले पहिल्यै यो तल आउँछु भनेर जनाइसकेको थियो, हेर्नुहोस् है यो क्यान्डलको लिक्विडेसन यो क्यान्डलले लिएको थियो, यो भन्दा तल आउनु हुन्थेन। यो यहाँ तल आयो, क्लोजिङ पनि दियो, तर यहाँ मान्छेलाई के गर्यो, बुलिस गरायो, यहाँ ट्र्याप गरिदियो। हेर्नु त यहाँ बुलिस ट्र्याप भयो, यो मान्छेहरू एकदम ट्र्याप भयो, ब्रेकआउट भयो, ट्र्याप भयो। तर यहाँ नराम्रो काम गरेछ भनेर यहाँ ख्याल गरेको थिएन मान्छेहरूले। हेर्नु त यो भन्दा तल आउनै हुन्थेन, यो भन्दा तल यस्तो धर्सा छ नि, धर्सा पनि हान्न हुन्थेन। यसले त क्लोजै गरेर कन्फर्मेसन दिएको थियो, यहाँ गयो सरसर्ती आयो सेलिङ। हेर्नु त अबको यसको राम्रो जोन भनेको यो हेर्नुहोस्। ल यो हेर्नुहोस् है 500 सम्म आउँछ भने तपाईँले अलिअलि हेर्न सक्नुहुन्छ। 500 देखि 450 है, 450 स्टप लस चाहिँ यो जोनलाई राख्नुहोस्। ल अब यो जोन चाहिँ ब्रेकआउट गर्नु भएन, 417 जोन हेर्नुभयो। एनएफएस 200% फास्ट बुम बुम हुँदैन सर, हुँदैन। एनएफएस लाई धेरै बेर लाग्छ एकुमुलेसनमा जान है, मैले 700 मा फालेर बसेको है, 700 मा स्टप लस थियो त्यहाँ फालेको है हामीले। ल 417 भन्दा तल जान भएन, यो जोन आउँछ भने तपाईले यो स्टप लस राखेर जान सक्नुहुन्छ। एनएफएस कसरी 200% बढ्छ सर, खै मैले त नयाँ लो लगाउँछ भनिरहेको छु, मैले त नयाँ लो लगाउँछ भनिरहेको छु है। एनएफएस ले यो जोनसम्म आउन सक्छ, 490 500 सम्म। हुँदैन है, हुँदैन। एनएफएस मा अहिले जाने होइन, यसले नयाँ लो गराउँछ है। अब प्याटर्नै गर्नुहुन्छ भने पनि तपाईको यो अब फाइनल डाउन हो है, एउटा फाइनल डाउन हो, त्यसपछि लङ एकुमुलेसनमा जानुपर्छ। मैले चाहिँ देखिदिन है अहिले झ्याप्प मुभ चाहिँ देखिदिन 200% को, त्यही 20% को होला है सर। 200% को भनेर चाहिँ नभन्नु होला, 20% भन्दा चाहिँ हुँदैन, 20-30% को जान सक्ला, त्यो भनेको नर्मल हो है। एकुमुलेसन जोनै मान्न पर्छ। समता मैले यहाँ स्टप लस भनेको कोले सुन्नु भएको थियो है, 860 लगभग यो जोन है, 855 भन्दा तल आउन हुँदैन भनेको थिएँ। तल क्लोजिङ दिएको छ, मैले त्यति पोजिटिभ छैन। अब समतालाई बाई गर्न चाहनुहुन्छ भने मैले भन्दै आएको हो, यो जोनको ब्रेकआउट दिन्छ भने मात्रै हुन्छ है, नत्र हुँदैन। मैले त तपाईहरुलाई यही हो स्टप लस दिएको है, स्टप लस हिट भइसकेको छ। यो जोन ब्रेकआउट दिएर एउटा सेटअप क्रिएट गर्छ भने बाईको लागि हेर्न सकिन्छ, नत्र सकिन्न है। समता अब हेर्ने भनेको यो होल जोनको यो एरिया नआउला भन्न सकिन्न है, 690 700 नआउला भन्न सकिन्न है। समता अलिकति डाउट भयो अहिले चाहिँ, यो ब्रेक गर्न हुन्थेन है। एनएमएसी भनिसकेको छु, युट्युबमा नि भिडियो राखिदिन्छु है, हेर्नु होला भोलि है। एनएमएसी मैले भनिसकेको छु है के गर्ने भनेर। एमएचएल ल सबैले डबल ट्याप सेयर गर्नु त गाइस।
सबैले डबल ट्याप सेयर गरिदिनु होला है। एमएचएल लाइन त्यही हो, मिनिमम पनि यो ट्रेन्ड लाइन ब्रेकआउट गर्नै पर्यो है राम्रो मोमेन्टम लिनको लागि। यो ट्रेन्ड लाइन ब्रेकआउट गर्छ भने यहाँसम्मको टार्गेट राख्न सक्नुहुन्छ है 630 सम्मको। अहिलेलाई त्यस्तो बिगारी हालेको छैन, राम्रै डिमान्ड जोनबाट फर्केको हो। स्लाइडली तल आउँछ भने पनि आवको लो लगाउँछ भने एमएचएलमा आँखा लाउन सक्नुहुन्छ है। अब जति जति लो आउँदैछ त्यति त्यति एकुमुलेसन गर्न सक्नुहुन्छ है। ओभरअल 380 390 सम्म टिपेर सक्नुहुन्छ है। 370 80 सम्म चाहिँ टिपेर सक्नुहोस् यसलाई है। 370 देखि 80 को जोन आउँछ भने एकुमुलेसन गर्दै हुनुहुन्छ भने 380 देखि 400 को रेन्जमा तपाईले के रे बाइ गर्न सक्नुहुन्छ। अपर त्यही हो, मिड टर्मको लागि स्टक हो, राम्रो छ, केही बिग्रेको छैन अहिलेलाई है। अपरले इनभ्यालिड हुने भनेको नै यो ब्रेक गर्छ भने मात्रै हो है। यो ब्रेक गर्छ 152 ब्रेक गरेर तल आउँछ भने मात्रै इनभ्यालिड हुन्छ, नत्र मेरो टार्गेट भनेको 400 को नै हो अपरको लङ टर्मको टार्गेट है, अहिलेको होइन। लङ टर्मको टार्गेट हो, मिड टर्मलाई भनेर लिएको हो। मिड टर्मलाई मिनिमम पनि यो रेन्ज है 280 सम्मको टार्गेट हेर्नु होला। 160 तिर आउँछ भने फेरि पनि बाइ गर्नु होला है। ल सबैले डबल ट्याप सेयर गर्नु होला, फलो गर्नुभएको छ भने फलो गर्नु होला है। त सबैले फलो पनि गरिदिनु होला। ल युट्युबमा गएर चाहिँ ट्रेड विथ समर सर्च गर्नु होला सबैजनाले, त्यहाँ गएर सबैले सब्सक्राइब पनि गरिदिनु होला है। युट्युबमा चाहिँ ट्रेड विथ समर सर्च गरेर त्यहाँ सब्सक्राइब पनि गरिदिनु होला। यो युट्युबमा पनि आउँछ है, टिकटक लाइभको भिडियो हो। ल बीईडीसी हेर्नु भन्नुहोस्। बीईडीसी अब लास्टमा चलाइरहेको स्टक हो है। यसले यो एरियालाई विक हान्नु हुन्थेन, हानिसकेको छ। ओभरअल आउन सक्ने तलको जोन देखाइदिएको छ। अहिलेलाई माथि गइहाले पनि यही जोनबाट सेलिङ चाहिँ छ है, 650 बाट सेलिङ छ। राम्रो बाई जोनको लागि हेर्नुहुन्छ भने अझै पनि तल यो जोनसम्म आउन सक्छ है। 505 देखि 460 सम्म, 505 देखि 460 सम्म आएर फेरि पनि एउटा मुभ हान्न सक्छ। ल सबैले डबल ट्याप सेयर गरिदिनु है। सागर डिस्टिलरीको लिस्टिङ कहिले आउँछ भन्नुभएको छ, खै त्यो त थाहा भएन है सर, त्यो चाहिँ थाहा भएन। ल फलो गर्नुभएको छ भने सबैले फलो गर्नुहोस् है। फलो गर्नुभएको छ भने सबैले फलो गर्नु होला। एमएलबीएल को स्टप लस यही हो है। अब 348 भन्दा तल चाहिँ आउनु भएन। 348 भन्दा तल आयो भने सम्झिनुहोस् यहाँ आयो है। यो एमएलबीएल ओभरअल यहाँसम्म नआउला भन्न सकिन्न है। यो जोन भनेको एकदम राम्रो जोन है, यसको लागि बाइको लागि एकदम राम्रो जोन। ल अलिकति ठुलो रेन्ज दिन्छु एकुमुलेसन गर्ने हो भने। लगभग 320 आयो भने 320 देखि 290 सम्म तपाईले एकुमुलेसन गर्न सक्नुहुन्छ है। 320 देखि 290 सम्म आउँछ भने है। तर यो जोन ब्रेक नगर्दासम्म राम्रो छ है। यो जोन मैले कति भनेको थिएँ यहाँ, यो क्यान्डलको लो है। ल हेर्नुहोस् 350 ब्रेक नगर्दासम्मलाई यो एरिया हेर्न मिल्दैन। यो ब्रेक गर्यो भने यो एरिया है। फ्रेस बाई गर्दा कुन हुन्छ भन्नुहुन्छ। अब फ्रेस बाई गर्दा अहिले कुनै पनि त्यस्तो सेटअप छैन है। स्लाइडली मैले जिएलएचमा अलिकति राम्रो सेटअप देखेको छु है, अलिकति राम्रो है, अरूको भन्दा अलिकति राम्रो सेटअप देखेको भएर है मैले पनि लिएको छैन। मैले पनि लगभग 40 तिर आउँछ भने लिन्छु भनेको छु है। 45 देखि तल, लगभग 50 देखि तल चाहिँ मैले एकुमुलेसन गर्न सुरु गर्छु। स्टप लस चाहिँ यही तलको राखेर है। लगभग 223 को स्टप लस राखेर मैले चाहिँ बाई गर्दैछु है। यो 250 भन्दा तल आयो भने म बिस्तारै एकुमुलेसन गर्नेवाला छु है। ल अलिकति राम्रो सेटअप देखेको चाहिँ यही हो है मैले। मिड टर्मको लागि 40% छ है। यहाँबाट लगभग यो जोन 340 देखि 50 को जोन छ। सर्ट टर्मको लागि 20 देखि 25% है। सर्ट टर्मको लागि चाहिँ यही जोन है, 20 देखि 25% को छ राइज है, मैले देखे अनुसारले है। ल अब तपाईहरुलाई कस्तो लाग्छ आफ्नो स्व अध्ययनले हेर्नु होला है।
र तपाईँहरूलाई पनि भनिदिइहालेँ मैले। तपाईँहरू पनि आफूले सो अध्ययन गर्नु होला। अलिकति राम्रो सेटअप लाग्यो है यो मलाई, किनभने यो ट्रायंगल प्याटर्न चाहिँ मेरो फेभरेट ट्रायंगल प्याटर्न हो के है। यसले जुन खालको ट्रायंगल प्याटर्न गरेको छ यसले फर्दर फ्युचरमा हान्ने भनेको यो जोनसम्म जान्छ है। यो जोनसम्म ल 400 देखि 450 फ्युचरमा है, फ्युचरमा, अहिले होइन। अहिले हट्दै जाने भनेको होइन, टाइम लाउँछ है, 1 वर्ष 1.5 वर्ष लाउन पनि सक्छ, तर जाने भनेको यो जोन जान्छ है ल 450 को जोन। ल स्क्रिनशट गरेर राख्न सक्नुहुन्छ, 450 जान्छ यो अलि पछि है। यो प्याटर्न मेरो एकदम फेभरेट प्याटर्न हो है। यो ट्रायंगल प्याटर्न बनाएको छ यसले पुरै ठुलो प्याटर्नमा है। यो ब्रेकआउट गर्छ भने नि यही हो जाने है। ल नापौँ न त है, नापौँ ल। लगभग यो जोनबाट यो जोनको हाई जान्छ भन्छ है जहिले पनि यो ट्रायंगल प्याटर्न ब्रेकआउट भयो भने। ठ्याक्कै हेर्नु त ल, ठ्याक्कै ब्रेकआउट भयो भने यहाँ जान्छ है। ठ्याक्कै हेर्नु त, नापे जस्तै भयो नि त यो। फेरिको आन्दोलनले 2200 तल होला हुन सक्छ है। त्यही भएर क्याशमा बस्नुहोस् अलिअलि है। म अलरेडी अलिकति 30% 35% जति क्याशमा त छु। म चाहिँ ढुक्क छु है। 30-35% क्याश भयो भने आनन्द हो अहिलेको लागि है। केबीएल लङ टर्मलाई हेर्नुहुन्छ भने केबीएल जति राम्रो कुनै पनि छैन है। तर अहिलेको लागि बाई जोन भनेको यो एरिया आउन दिनुस् है। मिनिमम पनि कति त भन्दाखेरि 160 भन्दा तल आउँछ भने बल्ल एकुमुलेसन गर्नुस्। 140 देखि 160 है अहिलेलाई। केबीएल 140 देखि 160 आउँछ भने कसैले पनि नछुटाउनुस् ल, एकदमै डिपमा बाई गर्ने हो भने है। यसले यो केबीएल यो एरिया गएन भने मलाई भन्नु होला ल है। टाइम लिन सक्छ, तर यो जाने भनेको 330 देखि 370 को एरिया जसरी पनि जान्छ ल है। यो एरिया गएन भने मलाई भन्नु होला है ल। स्क्रिनशटै गर्न सक्नुहुन्छ, मजाले जान्छ, तर टाइम चाहिँ लिन्छ है। तर कहाँ आउँदा एकुमुलेसन गर्ने, यहाँ 160 देखि 140 को एरिया आउँदाखेरि बुझ्नुभयो। त्यसपछि छोडिदिनुहोस् 1 वर्ष 2 वर्षलाई है। मैले सिधै भन्दैछु तपाईहरुलाई है। अहिले मैले केही उ गरे हैन, त्यही मैले जे देखेको त्यही भनिरहेको छु। प्याटर्न एकदम राम्रो छ है। मन्थलीमा हेर्नु, विकलीमा हेर्नु, प्याटर्न एकदमै राम्रो छ केबीएल को। तर इनभ्यालिड चाहिँ यो भयो भने 130 लाई 130 लाई ब्रेकआउट गर्यो भने चाहिँ इनभ्यालिड है। फेरि त्यो पनि भनेको छु नि है। 130 लाई ब्रेकआउट गर्यो भने चाहिँ इनभ्यालिड हुन्छ मेरो काउन्ट। तर यो ब्रेकआउट गर्ला जस्तो चाहिँ मलाई लाग्दैन है जहाँसम्म केबीएल ले। एलईसी त्यति रिस्क त जसले पनि लिन सक्छ। एलईसी मा पनि स्टप लस हिट भएको है। यो भन्दा तल आउनु हुँदैन, आइसक्यो। यो रिटेस्टमा अलिकति सेल गर्नु भयो पनि हुन्छ है। रिटेस्टमा सेल गर्दा पनि फरक पर्दैन, अलिअलि सेल गर्दै जानुस्। ओभरअल एलईसी आउँछ भने अब एभरेज आउटलाई हेर्नुपर्छ भने चाहिँ अब यो जोन है, यो जोन आउन दिनुस् अहिलेलाई। यो जोन आउन दिनुस् 180 देखि 170 को जोन। ल फलो गर्नुभछ भने सबैले फलो गर्नु होला है। 180 देखि 170 को जोन आउन दिनुस्। एचआरएल त्यही हो। यहाँबाट स्लाइडली जान्छ भने 900 भन्दा माथि जान्छ भने सेलको लागि नै हेर्नु होला है। त्यस्तो रिकमेन्ड गरिन। अहिलेलाई यो जोन हेर्नु होला है। एकदम राम्रो बाई जोनको लागि मिनिमम 700 आउन दिनुस्। होइन भने 650 देखि 700 आउँछ भने बाई गर्न सक्नुहुन्छ। त्यो भन्दा अगाडि मैले रिकमेन्ड गर्न सकिन है। ल सबैले डबल ट्याप शेयर गर्नु त। फलो गर्नुभछ भने फलो पनि गर्नु होला। फलो गर्नुभछ भने फलो पनि गर्नु होला है। एनएमआईसी क्रेस्ट भन्दिसके है। क्रेस्ट चाहिँ क्रेस्ट मैले भनिरहेको हो तपाईलाई। अहिलेको लागि सानो रेन्जको हेर्नु त। मिनिमम पनि यो ट्रेन्ड लाइन ब्रेक भनेको थिएँ, ब्रेक गरेको छ।
अब एउटा रिटेस्ट आउँछ भने बाईको लागि हेर्न सक्नुहुन्छ है। अझै पनि कन्फर्मेसन दिएको छैन है यसले। लगभग 1305 भन्दा माथि गएर एउटा करेक्सन आउँछ भने है, एउटा करेक्सन आउँछ भने यो करेक्सनमा यहाँ यतातिर आउँछ भने एकचोटि हेर्न सक्नुहुन्छ है। लगभग 1100 देखि 1150 को रेन्ज आउँछ भने स्टप लस चाहिँ यही तलको है। अलिकति धेरै चाहिँ स्टप लस हुन्छ। 980 को स्टप लस राखेर जान सक्नुहुन्छ है। ल ठिकै छ, होल्ड गर्नुहोस्। तर यो कस्तो हुन्छ नि, झ्याप्प जाँदैन है। यो रेन्जमा धेरै बेर यो साइडवेज गएर बल्ल माथि जान सक्छ है। अहिले वात्तै जाला भनेर मैले हेरेको छैन। ल सबैले डबल ट्याप सेयर गर्नु होला। खै त खै गाइस, डबल ट्यापै पुगेन। खै त सपोर्टै गर्नु हुन तपाईहरुले। म मात्रै कराएको गराई अनि मेरो आइडी ब्यान्ड भइहाल्छ नि। लाइभै आउन पाउँदिन। फलो गर्नुहोस्। भएन है, सपोर्टै भएन। ल 10K पुर्याइदिनुहोस्। ल तपाईहरु सबैको हेरिदिन्छु। ल अब 10K पुर्याइदिनुहोस् सबैजना भएर। ल गुटुङटुङ गर्नुहोस् त। ल 70 72 जना हुनुहुन्छ। ल गाइस, अब टार्गेट राखेर मात्रै तपाईहरुको स्टक भन्न पर्यो। ल यसरी त मेरो आइडी ब्यान्ड भइहाल्छ नि फेरि 3 दिनलाई। 3 दिनलाई हैन, अब ब्यान्ड भयो भने त 1 महिनालाई हुन्छ। अस्ति 3 दिनलाई भइसक्यो, अब फेरि लगातार भयो भने 1 महिनालाई हुन्छ। ल सबैले डबल ट्याप सेयर गर्नु त गाइस। सबै डबल ट्याप सेयर, फलो गर्नु होला, फलो गर्नु होला। एकेजिसिएल कस्तो छ भने मिड टर्मलाई राम्रो छ है। मिड टर्मलाई राम्रो स्टक हो। मैले भन्दै आएको हो तपाईलाई, अलिकति यहाँ म्यानिपुलेसन गरेको हो तपाईको कित्ता खोज्नलाई है प्लेयरहरुले। यो होल एकुमुलेसन भनिरहेको छु है मैले। यो सबै एकुमुलेसन भनिरहेको छु। एउटा यो म्यानिपुलेसन गरेको तपाईहरुलाई। कति त आउँछ भन्दाखेरि लगभग यहाँसम्म आउन सक्छ है। 160 सम्म पनि नआउला भन्न सकिन्न। ल फलो गर्नुपर्छ नि, फलो पनि गर्नु होला है सबैजनाले। यहाँ आउँछ भने चाहिँ के गर्नु भन्दै 160 आउँछ भने यहाँ स्टप लस थियो, यो भन्दा तल आउनु हुँदैन है। मैले भनेको थिएँ तपाईहरुलाई। लगभग कति स्टप लस दिए, 201 को दिए थिए क्या हैन। 201 को भन्दा तल आउँछ भने यो स्टप लस हिट भयो भनेको थिएँ। 202 को थियो। अब 160 आउन सक्छ भने चाहिँ 172 सम्म आएको रहेछ। 160 सम्म आउँछ भने एकुमुलेसन गर्न सक्नुहुन्छ। ल एउटा चाहिँ लङ डिस्ट्रिब्युसनको लागि जानै छ है। यो ओभरअल टार्गेट चाहिँ यही हो 250 को। एनएमआईसी पनि भन्दिनु भनिसकेको छु है। युट्युबमा भोलि रेकर्डिङ हेर्नु होला है। भनिसकेको छु, भोलि रेकर्डिङ हेर्नु होला। एसपीडीएल पनि भनिसकेको छु, रेकर्डिङ हेर्नु होला भोलि है। ल सबैले युट्युबमा गएर ट्रेड विथ समर सर्च गर्नु होला है। ट्रेड विथ समर सर्च गर्नु होला। त्यहाँ गएर सब्स्क्राइब गरिदिनु है सबैजनाले। ल यही देखाइदिन्छ है त युट्युबमा। ल युट्युबमा ट्रेड विथ समर सर्च गर्नुहोस् है। ल युट्युबमा जानुहोस्, ट्रेड विथ समर सर्च गर्नुहोस्। ल हेर्नुहोस् यो है, यो गोल्डन कलरको यो सिम्बल भएको है। यो चाहिँ हैन, यो चाहिँ है। यहाँ जानुहोस् र सबैले सब्स्क्राइब गर्नु त को हुनुहुन्छ ल नगर्नु भएको। युट्युबमा 13 वटा भिडियो हालेछु अहिलेसम्म, खासै भ्युजहरु गएको छैन है। सपोर्ट गरिदिनु पर्यो तपाईहरुले पनि, शेयर गरिदिनु पर्यो भिडियोहरुलाई। ल कोले गएर गर्नु भयो ल भन्नुस् त। ल गएर गर्नुस् त। ल कोले जानुहुन्छ ल हेरौँ। ल अनि कसैले यो एआई सिग्नल लिनु भएको छैन भने चाहिँ प्रोमो कोड SAMR हान्नुस् है। अब धेरै दिन छैन है। अब धेरै दिन छैन, 35% डिस्काउन्ट छ अहिलेलाई, ग्र्याब गर्न सक्नुहुन्छ। अब धेरै दिन चाहिँ छैन है। अब 1 हप्ता होला, 1 हप्ता मात्रै होला है। यो अब यो स्मार्ट वेल प्रोको स्मार्ट चार्ट है। प्रोमो कोड चाहिँ SAMR हान्नु होला है। ल राम्रो छ। तपाईहरुलाई अलिकति टेक्निकल आउँछ भने एकदम ब्याक सपोर्ट हुन्छ है। एकदमै ब्याक सपोर्ट हुन्छ। विकास हाइड्रो 360 तिर आउन दिनु न, मैले पनि कुरिरहेको छु।
सँगै बाई गरौँला नि है म्याम। ल हेर्दै यसरी वार्निङ पठाउँछ। ल सपोर्ट गर्नु पर्यो नि, डबल ट्याप भएन है गाइज। टिकटकले यसरी वार्निङ पठाउँछ, लाइभ देखिहाल्नु भयो होइन।